सम्पूर्णलाई दर्शक नमस्ते। म सिधै रोमानियाबाट अहिले रोमानिया आएको पनि 1 वर्ष भएछ र लामो समयपछि एउटा युट्युबमा भिडियो लिएर आउँदैछु। आज चाहिँ म साथीहरूसँग छुट्टीको दिन हाम्रो होटल नै बन्द हुन्छ सोमबार र हामी 4 जनाको छुट्टी थियो। हामीले चाहिँ रुमबाटै प्लानिङ गऱ्यौँ कि हामी अब घुम्नको लागि बिच साइडतिर जाऊँ, उतैतिर गएर रमाऊँ नुहाऊँ भनेर घरबाट हिँडिसकेका थियौँ रुमबाट। र केही अगाडि चाहिँ हाम्रो बस स्टप थियो। यता चाहिँ बस स्टप हो। यहाँ बसको लागि कुर्दै थियौँ हामीहरू। एकदम 27 डिग्री सेल्सियस तापक्रममा पुगिसकेको थियो र समुद्रमा साथीहरू एकदम टुरिस्टहरू आउने क्रम सुरु भइसकेको रहेछ र हामी अब नजिक बसे पनि खासमा अवस्था नदिएको भनौँ। र हामी बसबाट उठिसकेपछि एकजना साथीको पैसा चाहिँ ब्याङ्कमा हाल्नु थियो र ब्याङ्कमा हाल्नको लागि ब्याङ्कतिर गयौँ। अनि ब्याङ्कमा जाँदै गर्दाखेरि हाम्रो होटल पनि नजिकै थियो र एकजना भाइ होटलमा काम बिहानको ड्युटी थियो, उसले पनि जान्छु भनेको थियो र पैसा चाहिँ हालेर हामी हाम्रो होटलतर्फ जाँदै थियौँ। यो होटलभन्दा यतापट्टिको उता देखिने चाहिँ हामी काम गर्ने होटल हो र रमाइलो नै भइरहेको थियो भनौँ, किनकि अब समुद्रमा नुहाउन जाने यताउता अब टुरिस्टहरू पनि धेरै हुन्छन्, मान्छेको चाप पनि धेरै थियो। आज नेसनल बिदा भएर पनि रहेछ सोमबार। र हामी काम गर्ने होटल चाहिँ यही हो, चेरिका। तल चाहिँ 896 रेस्टुरेन्ट। यो एउटा राजाको दरबार रहेछ पहिला, त्यो अनुसारले नै यसको डिजाइन नै अरूको भन्दा फरक थियो र हामी काम गर्ने पनि यही रेस्टुरेन्टमा नै हो। त्यसपछि उता बसेर अब ट्रफीबाट यता सबबाट भनौँ अब केही सामान पनि लिएर जानु पऱ्यो। फेरि समुद्रमा गएर उताको किनारामा किन्दाखेरि चाहिँ अलिक महँगो पर्छ। त्यो हिसाबले चाहिँ हामीले त्योबाट किनेर प्लानिङ गरिरहेको थियौँ, किनेर लग्ने, आफैले बनाएर खाने भनेर। र त्यसपछि हामी उता ट्रफी हुन्छ यताको नाम र सुपर मार्केट जस्तै नै हो। सुपर मार्केटमा छिटौँ भनौँ। अब सुपर मार्केटमा अब के किन्ने भनेर प्लानिङ गरिसकेका थियौँ। ब्रेड अनि के अरे कुखुराको कलेजोसँगै सबै लिएर जाने, सबै फ्रेस सामानहरू लिएर उतै खाने भन्ने भयो। र केही साथीहरूले बियर चिसो, त्यसपछि केही साथीहरूले ब्रेडहरू, कसैले के लगेर हामीले त्यहाँदेखि सपिङ सुरु गरेर बाहिर आयौँ। र बाहिर घाम भएको कारणले आइसक्रिम पनि किनेर ल्याएको थियौँ। आइसक्रिम खाँदै उता यत्रो गर्मी थियो। अर्को भाइ चाहिँ उता होटलभित्र त्यो काम गरिरहेको थियो, हामी चाहिँ होटलभित्र छिरेनौँ र सिधै समुद्रको माथि डाँडोमा जाऊँ भनेर हाम्रो होटलभन्दा उता समुद्र छ र हामी समुद्रको नजिक पुगिसकेका छौँ। समुद्रमा चाहिँ पुगेका छैन। समुद्र चाहिँ यो डाँडोबाट हेर्दाखेरि एकदम क्या रमाइलो दृश्यहरू देखिन्छ। र हामीहरू फ्रेस हुन पनि कहिलेकाहीँ रेस्टुरेन्टभित्र काम गरेर बोर भयो भने यतै आउँछौँ, यही डाँडोमा बसेर एकछिन फ्रेस हुन्छौँ। त्यसपछि चाहिँ मुड फ्रेस भएपछि फेरि काम गर्न जान्छु। एकदम शीतल हावा आउँछ र आज चाहिँ गर्मी धेरै भएको कारणले मान्छेहरू छैन यता डाँडोमा, सबै तल झरिसकेको रहेछन्। ल हेरौँ है, अब तल समुद्रको सिन क्या दामी आइरहेछ। मान्छेहरू पनि धेरै चाप बढिसकेको रहेछ। हेर्नुहोस्, यस्तो हुन्छ यो समर सिजन सुरु भएपछि। म आएको आज 1 वर्ष भएछ। 1 वर्षभन्दा 1 महिना भइसक्यो। अघिल्लो साल चाहिँ काम गर्दाखेरि उता अर्को ठाउँको हो, हामीले काम उता गर्दाखेरि यस्तै थियो, एकदम बिजी हुन्छ। तलतिर चाहिँ केटाहरू आइसक्रिम खाँदै काममा मजा लिइरहेछन्। तलतिर हेर्दै अर्को भाइले कुदिरहेछौँ, तर टाइम लाग्छ भन्छ। अब कुद्ने कि नकुद्ने त्यही भएर हेरौँ। तलतिर एकदम रमाइलो दृश्यहरू छ। मान्छेको चापहरू टुरिस्ट र यताको लोकल मान्छेहरू धेरै भइसकेको छ, किनकि गर्मी धेरै छ आज, त्यही भएर होला मान्छेहरूको चाप एकदम छ। एकदम नेसनल बिदा पनि रहेछ यता। र माथि डाँडोबाट यसो हेर्दै गर्दा एकदम रमाइलो भइरहेको थियो। र अब हामी पनि केही छिनपछि तल गएर नुहाउने हो, त्यो सोचिरहेको थियौँ माथिबाट। र यहाँनिरको सिन पनि एकदम हरियाली, एकदम रमाइलो, मनोवाहक नै थियो।
तपाईँहरू कोस्टन्जामा हुनुहुन्छ, रोमानियामा आएर यता कोस्टन्जा ब्ल्याक सीमा कोही आउँदै हुनुहुन्छ भने सम्झनु होला। रोमानिया भएको साथीहरूले भेटघाट गरौँला, हामी पनि नजिक छौँ, परिचय गरौँला। ठ्याक्क हामी समुद्रको साइडमा छौँ साथीहरू। एकदम तलको अब चाहिँ हामी तल झर्दैछौँ है। बाटोमा त्यो सिन चाहिँ देखाउन मिलेन, किनकि बाटोमा हिँड्दै गर्दाखेरि त्यहाँ मान्छेहरू धेरै थिए र अलि भिडियो बनाउँदा गाह्रो हुने भएर। र हेर्नुहोस् एकदम मान्छेहरूको भिड बढिसकेको थियो, नुहाउँदै थिए। पहिला काम गर्ने ठाउँको याद पनि आयो यस्तै थिए भनेर। यहाँ चाहिँ अब विदेशतिर यसरी नै घामको यो 27-28 डिग्री नुहाउँदै घाम ताप्दै गर्छन्। यस्तै छ, रमाइलो छ। जे होस् केटाहरूले मोज गरिरहेछन् हेरेर भए पनि। अब अरू त के गर्न पाउँथे, हेरेर भए पनि यसो रमाइलो गरिरहेछन्। अब यस्तै त हो, के गर्नु। विदेशीकाहरूले हेर्ने पानी सम्झिने पानी छम्किने भने जस्तै हो। जे भए पनि रमाइलो भइरहेछ, हेरौँ साथीहरू। अब कसरी यहाँ कसैको मल्तब हुन्न। फेरि नेपालमा भए यताउता भन्ने हुन्छ, या त्यस्तो मल्तब छैन। कसैले जेसुकै गरोस्, जेसुकै आफ्नो तरिकाले जेसुकै गरोस्, मल्तबै भएन नि। हुन पनि यस्तै हुनुपर्छ, किनकि अब मल्तब गरेर पनि के गर्नु, कसैको चासो लगेर के गर्नु। सबै आफ्नो धुनमा हुन्छन्, यहाँ नुहाउँछन्, एकदम बिजी हुन्छ क्या यस्तो ठाउँहरूमा चाहिँ। नेपालहरू आउँदाखेरि फर्स्टमा पर्नेहरू त एकदम दिक्क लाग्छ। हामी पनि दिक्क लागेको थियो। अहिले चाहिँ हाम्रो अलि माथिपट्टि छ, अलि सिस्टम राम्रो छ। पहिला चाहिँ 15-16 घन्टा काम गर्नुपर्ने ठाउँमा अहिले चाहिँ 10-11 घन्टा काम गर्नुपर्छ। त्यति नै हो खुसी भनेको कुरा, अरू त केही छैन। खुसी पैसा त्यस्तै हो। अनि रोमानिया आउँदाखेरि चाहिँ सबैले अब नेपालमा यति कमाउँछु उति कमाउँछु भनेर सोध्छ। आएपछि यस्तै हो, काम मात्र हुन्छ। काम गर्ने मान्छेलाई राम्रो मान्छे, यताको मान्छेले काम नगर्ने मान्छेलाई फक यु भनिदिन्छ। अब त्यस्तै त हो साथीहरू। त्यही भएर अब हामी चाहिँ कुन साइडमा नुहाउने, कुन साइडमा बस्ने भन्ने हाम्रो डिसिजन भएको छैन, हेर्दैछौँ। अब यहाँतिर चाहिँ लेउहरू धेरै छ, सायद यहाँतिर ननुहाउने भन्ने भयो बच्चाहरूको लागि। हामी चाहिँ फर्केर अर्कोपट्टितिर नुहाउने भन्ने भइरहेछ। यहाँ चाहिँ लेउ रहेछ, लेउमा के नुहाउने। अब यहाँ बच्चाहरूको लागि छाल नआउने ठाउँमा भनेर यिनीहरूले पौडी सिकाउँदै रहेछ। अनि पौडी खेल्नको लागि यो साइडमा चाहिँ अलि राम्रो रहेछ, छाल नआउने। अब सानो सानो बच्चाहरू बिचसम्म गएर नुहाउन सक्ने बच्चाहरूको लागि यो साइडमा रहेछ। हामी चाहिँ अब यहाँ नुहाउनु मन लागेन खासै, हामी चाहिँ यहाँ फर्किनुपर्छ भनेर अब चाहिँ फर्किनै लागेको भनौँ। यहाँसम्म पुग्यौँ। अब यहाँ के नुहाउने भन्ने भयो केटाहरूले। यसरी केटाहरूसँग जाँदै गर्दा एकदम रमाइलो पनि भएको थियो। के साह्रो नक्सराहरू लास पनि मान्दैन भन्ने कुराहरू भइरहेको थियो। मैले त्यो रेकर्डहरू चाहिँ हामी माझ भएको हालिनँ, किनकि अब केटाहरू छन्, अब यस्तो कुराहरू भइरहन्छ। अनि एकदम रमाइलो ठाउँ, रमाइलो पल भइरहेछ भनौँ। गर्मी पनि असाध्यै बढिरहेछ, मान्छेहरूको भिड पनि छ। यसरी हामी 4 जनामा अहिले चाहिँ 3 जना मात्र छौँ र एकजना भाइ चाहिँ होटलमा छ, काम गर्दै ब्रेकफास्ट आउँदैछ अब एकछिनपछि। यहाँ चाहिँ लेउ भएर रहेछ, एकदम गाह्रो। अब बच्चाहरूको लागि राम्रो हुँदो रहेछ यहाँको लेउ पानी भनेपछि। हाम्रो नेपालतिर त्यस्तो लेउमा के फोहोरमा नुहाउने भन्छन्। अब यता देख्न सक्नुहुन्छ लेउमा के साह्रो नुहाइरह हो। फेरि योभन्दा उतापट्टि देखिरहेछ नि, उतापट्टि अब बोटहरू आउने बन्दरगाह हो। अनि हामी फर्क्यौँ, त्यहाँ ननुहाउने लेउ बच्चाहरू भिडहरू छ भनेर हामी फर्क्यौँ। ऊ माथि देखिने चाहिँ हाम्रो होटल हो, हामी काम गर्ने पनि ठ्याक्क त्यही माथि डाँडामा। किनकि मलाई यो यस्तो छाडा भिडियो जस्तो लाग्यो र मैले सबै देखाउन सकिनँ, एकदम कट गरेँ। हाम्रो नेपाली समुदायहरू, नेपाली समाज, अब नेपालीहरूले यस्तो खासमा मन पनि पराउँदैनन् र मलाई पनि खासमा यस्तोमा इन्ट्रेस्ट हुँदैन। त्यही भएर मैले पनि खासमा देखाइनँ। अब चाहिँ हामी नुहाउने ठाउँमा आइपुग्यौँ। अब नुहाउने भनेर अब एकदम गर्मी भइसकेको थियो, तत्तरी पसिना आइरहेको थियो। हामी हिँड्दै गए भएर
बालुवा पनि एकदम तातो भइसक्यो थियो। बालुवा तातेर पानी नै तातिसक्यो भनेपछि बालुवा त के कुरा गर्नु। र यहाँनिर पानी त सफा छ, अब यहाँनिर नहुने भन्ने भएको छ। हेरौँ के हुन्छ। यो हेर्दाखेरि चाहिँ एकदम रमाइलो देखिरहेछ। अब यस्तो ठाउँमा आउँदाखेरि भिडियो त बनाउनै पर्यो बिचबिचमा, स्लो मोसनमा भए पनि, मान्छे नराम्रो कालो भए पनि भिडियो जस्तो सुकै आओस्, आफूले चाह्यो भने बनाउने हो। एकदम भिडियो बनाइयो टिकटकमा हाल्नलाई पनि। अब पछाडिको सिनहरू हेर्दाखेरि चाहिँ ऊ बेला हामीले मुभीहरूमा सिनेमामा हेर्न पाउँथ्यो, अहिले चाहिँ विदेश आएपछि आफ्नै आँखाले हेर्न पाइयो। ठिक छ, रमाइलो भइरहेछ। अब यो 2025 सालमा हामी पहिलोचोटि समुद्रमा नुहाउन आएको हो। 24मा त पहिला यही समुद्रको साइडमा काम गर्दाखेरि नुहाएको। अब 25 लाग्यो नि त, 25 लागे समर सुरु भएसँगै अब केटाहरूले चाहिँ यहाँनिर कपडा खोल्यो होइन। अब यहाँनिर नुहाउने भन्ने भयो। हेरौँ के हुन्छ। मैले चाहिँ निर्णय गरेको हो, हामी चाहिँ उतापट्टि चाहिँ नुहाएन, उतापट्टि यतापट्टि अर्को साइडमा आएर हामीले चाहिँ एकचोटि 10-15 मिनट नुहाएर फेरि घाम ताप्न आइसक्यो। रमाइलै छ, सबै छन्। एकदम पानी पनि त्यति चिसो छैन, तातो छ। यसरी आजको दिनभरि 4-5 घन्टा पौडी खेलेर समुद्रमा बिताइयो, रमाइलो भयो। अब चाहिँ हामीले 4-5 घन्टा बिताइसकेपछि चाहिँ अब रुमतिर फर्किने निर्णय पनि गऱ्यौँ। ऊ भाइ पनि आइसक्यो, ऊ आएर नुहाउँदैछ। त्यसपछि चाहिँ 4-5 घन्टा हामी जुस पिउँदै, कोल्ड ड्रिङ्क पिउँदै, बियर पिउँदै इन्जोय गर्दै बसिराखेका थियौँ 4-5 घन्टा। अर्को भाइ पनि आयो। अब चाहिँ करिबन भनौँ केटाहरू घाम ताप्दैछन्, नुहाएर सक्यो। अब रुम जाने तयारी हो। समुद्रको पानी लाग्यो, माछाहरू लट्टे जसरी बसिरहेछन्। हाम्रो कपडाहरू हेरौँ, मैले चाहिँ कपडा लगाइसकेँ सबैभन्दा पहिला। अब चाहिँ रुम जाने, गर्मी एकदम छ फेरि पनि, यस्तो चिसोमा नुहाएर हेर्नै नसकिने। बाई बाई। अब सबैलाई सम्झेको छु, बिर्सेको छैन। यसरी नै युट्युबमा भिडियोहरू लिएर आउने नै छु। तपाईँहरूले माया गरिदिनु होला, सब्सक्राइब, लाइक, सेयर, कमेन्ट गरिदिनु होला, भिडियोहरू हेरेर प्रतिक्रिया दिनु होला। खासमा भिडियो बनाउन आउँदैन, म सिक्दैछु।